गुड इभिनिङ आज हामीहरू घुम्नु जाँदैछौँ फेरि इजिपुरा। आज फेरि अर्को जग्गा जाने यसै घुम्नु लागि निस्केको। अब के गर्नु, टाइम पास, कति रुममा बसिराख्नु, त्यही लागि साथी पनि आएको छ हल्का रमाइलो गर्ने भनेर। साथीलाई भेट्नु धेरै दिनपछि होइन, यो दिन लाइक 5 to 6 years 6 साल भयो। 6 सालपछि आज साथीहरूलाई भेटेँ। 6 सालपछि भरतलाई भेटेँ। 6 सालपछि मैले मेरो साथीलाई भेटेँ। 6 साल भइसक्यो। 6 सालमा मेरो गाँठ त ढिला भयो तर साथी छ होइन, तर साथी छ, साथीलाई भेटेँ। आज यतिकै कुदै आइदिएको हामी त्यहाँ। तर साथीले कहाँ लान्छ थाहा छैन, तर जहाँ लान्छ मलाई यति यो छ कि यसले राम्रो जग्गामा लान्छ। कहाँ लान्छ त्यो थाहा छैन, तर लान्छ। एकदिन पुगेर यहाँ छेउमा उयो अगाडि छ एकदिन कालेबुङ निस्केर चाहियो नि। भरे फेरि पैसा फेरि यहाँदेखि उयो गर्दै गर्दा एटिएममा निस्किँदैन नि त। ल गाइस, अब हामी चाहिँ एटिएम गएको। गाइस धेरै दिन बाद, तर जब धेरै दिन बाद आज बहुत दिन बाद यार, एक दिन होइन, 3 दिन होइन, साल बाद 5-6 साल बाद भेटेको। 6 साल बाद साथीहरूलाई यो चाहिँ इजिप्टमा सिक्नेल है। अरे अब हाम्रो जाँदैछु एटिएम। निस्क्यो नि गाडी, गाडी निकल गया। गाइस आज ट्राफिकमा धेरै यो भयो, पार हुनु सकेको छैन। पार हुनु सकेको छैन यार, आज थाहा छैन के हुन्छ, तर जाने हो अगाडि जाने हो। कति त्यस्तो छ, त्यहाँदेखि चाहिँ यहाँसम्म मात्रै मेट्रो बनिएको, मेट्रोको लागि ब्रिज बनिएको छ, यहाँदेखि अगाडि बनिएको छैन। सायद अब कति साल अझै लाग्छ यहाँदेखि अगाडि मेट्रो उयो बनिनुको लागि। यहाँदेखि यता चाहिँ डाइरेक्ट बनिसकेको छ, माडीवालासम्म बनिसकेको छ। कमसेकम यहाँदेखि माडीवालासम्म बनिनुको लागि 6 साल जस्तो लाग्यो। अब यहाँदेखि यता लाग्छ कति, 6 साल सायद समथिङ लाग्छ होला। अहिले हामी कोरबङ्गलामा इजिप्टमा सिक्नेल। हामी अहिले इजिप्टमा सिग्नलमा रमाइलो गरिरहेको छु। भर्खर अलिकति रमाइलो गरेर आएर अब अलिकति रमाइलो गर्नु बाँकी छ। आज गर्ने हो, किनकि आफ्टर 6 years we meet होइन। 6 सालपछि भेट भयो। 6 सालपछि भेट हुनेको बाद आज रमाइलो हुन्छ। हल्का रमाइलो चल्छ कि गाइस आजको दिन, किनकि 6 साल बाद भेट भएको हो हाम्रो साथीभाइहरू। सबै 6 साल बादमा सब बिहा गरेको बादमा मात्रै भेट भएको गाइस। बिहा नगरिकन एकबार भेट भएको थियो लास्ट भनेको हामीहरूको 2019सम्म हामीहरू एकसाथमा बिहा नगरिकन एकसाथमा थियौँ हो। त्यसको बादमा बिहा गरेको बादमा 6 साल बादमा भेट भएको। यहाँनिर चाहिँ अलिकति उयो छैन। हामी जाँदैछौँ इजिपुरा। अहिले हामी फेरि इजिपुरा गएको। इजिपुरामा अब हुन्छ रमाइलो। बहुत दिनको बादको रमाइलो, फेरि आज झन् खतरा रमाइलो। आज चाहिँ अचानकको रमाइलो। दिन दिग्रा काम बिग्रा भाई। बस जो दिन दिग्रा है दिन में बस वो होगा जो होगा, लेकिन आज का दिन अच्छा ही होगा गाइस। आज के दिन में हम लोग रूम में खाना नहीं खाएंगे और हम लोग क्या बोलते हैं, बात करेंगे रूम पे माहौल और घर में करेंगे रूम पे पूरा डीजे बजा के करेंगे आज। और जब करेंगे तो होगा उत्पात और बिंदास करेंगे। 2-3 घंटा के बाद और एक वीडियो डालूंगा गाइस। वो वीडियो मैं सिर्फ रूम का डालूंगा अभी। आज रूम पे डीजे बजाऊंगा। आज हम लोग
6 साल बाद मिले, शादी होने के बाद फर्स्ट टाइम मैं मीट कर रहा हूँ इन लोग से। शादी भी हो गया, टूट भी गया। और मेरा एक दो दोस्त बोल रहा है कि मैं भी शादी करूंगा, मैं भी शादी करूंगा बोल रहा हूँ, उसको मैं समझा रहा हूँ पर वो लोग नहीं मान रहे हैं। पर वो भी शादी करेगा तो फिर पता चलेगा उसको भी जिंदगी क्या है। शादी करने के पहले 10 बार सुरा लगा है, वो किसी का भी लग सकता है, तो इसलिए करने से पहले 10 बार शादी करने का आगे 2 बार सोच लेना, 2 बार नहीं 10 बार सोचना पड़ेगा। वही गाइस, 10 बार सोच के करना। मेरी जान, जो आसमान की ऊंचाई छूना चाहते हैं ना, वो तितलियों की गांड नहीं पकड़ते। जो आसमान की गांड छूना चाहते हैं वो तितलियों की गांड नहीं पकड़ते। अगर कुछ करना है तो करके दिखा, वरना तू मर जा। ठीक है, मैं इसलिए मिलने आया हूँ ताकि मेरा दिल शांत रहे और मैं इन लोग से मिल के थोड़ा वो करूँ। ठीक है, मैं अभी भी बोलता हूँ कि मेरे को शांत चाहिए। अभी मैं गाइस सबको फ्रेश कर देता हूँ ना, इसलिए मेरे को अभी भी शांति चाहिए। और अभी बता रहा हूँ कि मैं जिस जगह पे हूँ ना, यहाँ पे तितलियाँ मरती है लोन। ये बंदा जब दारू पिएगा उसके बाद बोलेगा कि मैंने पी लिया है, लेकिन ये बंदा पीना कम नहीं करेगा लेकिन बोलेगा कि मैंने पी लिया है। और बहन जो हम लोग पीते हैं तो बोलता है कि तुमने कैसा पी लिया दारू, और बहन जो ये पीता है तो बोलता है कि तुम लोग ने मुझे पिला लिया, लेकिन पीता खुद से है। ठीक है, बोतल पी जाएगा गाइस। हाँ, अभी जा रहे हैं इजीपुरा, उधर जाके पियेंगे, लेकिन पीने के बाद फिर भी ये बंदा बोलेगा कि मेरा गलती नहीं था, मेरा गलती था। ठीक है ना। और आज मिला कौन कौन है? एक भरत भाई मिला है। आज का दिन में पूरा बेवड़ा लोग है गाइस। सब भी बेवड़ा। और एक तिलक भाई है। अभी देखो भाई, जिसके बारे में बात कर रहा हूँ उसका नाम तिलक है, और दूसरी वाला वो भरत है। भरत भाई वो पीछे तरफ है, वो पिएगा तो उसको भी होश नहीं रहता है कि दारू पिए है कि क्या पिए। नशे करते हम लोग, ऐसा करते हैं। आज तो हम लोग रूम पे भी डांस करेंगे ना, जरूर करेंगे ना। जरूर, आज हंगामा होगा। आज रूम में पूरा रात को हंगामा, जब देखो चंदा मामा होता है ना, रूम पे आज हंगामा होगा गाइस। आज देखाउँदैछु नि, सिर्फ मेन रोड मात्रै देखाएर भएन, गल्ली पनि त देखाउनु पर्यो होइन। मान्छे कस्तो बस्छ कस्तो बस्दैन, मान्छे कति छ कति छैन नि। तर मलाई त थाहै भएको छैन कुन चाहिँ गरीमा लिएर आयो मेरो साथीले। मलाई चाहिँ थाहा छ नि त। तर साथीले खालि यति भनिरहेछ, तिमी यहाँ हिँड, तिमी गर्छु कि साथीमा। तर आइरहेछ अहिले। अहिले यता आइरहेछ, है रमाइलो गरिरहेछु होइन। बल्ले बल्ले बोल्छ। के गर्नु यार, यतिकै रुममा बसेर पनि बोर लाग्छ नि। हो, त्यही लागि घुरौँ एकछिन भए पनि, फ्रेस लाग्छ। त्यही लागि हामीहरू घुर्नु आएको। आज साथीहरू आएको छ त फेरि रुममै बत्ती साथीहरूलाई के राख्नु, कमसेकम बाहिर घुराउनु पर्छ नि, अनि मजा लाग्छ। त्यही लागि होइन साथी। तर 5-6 साल बाद भेट्यो त, अनि रुममा त छोडेर कता। लेकिन 5-6 साल बादमा भेट्दाखेरि यार मलाई चिनेन के नि, चिनेन नि मलाई। 4-5-6 साल बादमा भेट्दा मैले चिनेन। मेरो साथी जे थियो पहिला उसको जुन चाहिँ डोले, त्यसको जिउ जुन चाहिँ थियो त्यो अहिले छैन त्यो साथीको। मलाई देखेर यति दुःख लाग्यो होइन, मेरो आफ्नो गाँड फाट्यो। देख्ने बित्तिकै मलाई यति दुःख लाग्यो। कसम फासै चिनेन गाइस मलाई। तिलक हो भन्छ यार। अरे साथी अचानक भेट्दाखेरि कसरी चिन्छ मान्छेले?
तिम्रो गाँड सुकिगएको छ, तिम्रो हात सुकिगएको छ, तिम्रो जिउ सुकिगएको छ, त म कसरी चिन्छु? हो नि त गाइस, यो लुते भयो नि त म, पहिले जस्तो छैन होइन। पहिले त महाकसम गाइस हात्ती आयो भने कुदेर गयो भने हात्ती पल्टेर जान्थ्यो जस्तो लाग्थ्यो नि त। पहिले यस्तो जिउ थिए, यो मान्छेले मलाई ग्यास उठाएर हान्नु खोजेको थियो। अनि पुरा याद छ यो साथीलाई यार, हामीको झगडा पनि भएको नभएको होइन, हामीहरू झगडा पनि भएको। अनि मलाई यति याद छ, त्यो मान्छेले ग्यास, भारी ग्यास पुरा उठाएर मलाई हान्नु खोजेको थियो। त्यो ग्यास हटाइ यति आसानीले उठायो यो मान्छेले कि यसलाई के मतलब नै परेन। तर यो मान्छेलाई आज देख्दाखेरि लाग्यो कि यसले ग्यास छोड्दे, यसले कपडा पनि उठाउनु सक्दैन। हो गाइस, बहुत लुते भयो के म, यस्तो लाग्यो मलाई। बहुत लुते भयो। अब ग्यास उठाउनु सक्यो, तर महाकसम झगडा पनि भयो, लेकिन हामीहरू बेसी झगडा भएन। 1 महिनाभित्रमा हामी फेरि बातचित भइगयो होइन। यतैपट्टि जाउँ, हामीले 1 महिनाभित्रमा फेरि बातचित पनि गऱ्यौँ। त्यस्तो होइन, मतलब हामीहरू झगडा भएर यति साह्रो उयो गऱ्यौँ होइन के, हामीहरू बोलिनौँ त्यस्तो होइन। हामी जस्ट 1 महिना सायद बात भएन, त्यति नै हो गाइस। 1 महिना भएन, तर 1 महिनामा सायद हामीले बोलेन होला, के गरेन होला होइन। तिम्रो जिउ जे थियो त्यही थियो, तर अचानक अहिले 6 साल भेट्नेको बित्तिकै तिम्रो जिउ हेर्नेको बाद मलाई रुनु आयो। हो यार, यो त पक्का कुरा हो। तिम्रो जिउ हेर्नेको बाद मलाई रुनु मन लाग्यो। किन भन्दाखेरि तिम्रो जिउ जस्तो, म त पहिलाबाट पातलो थिएँ। यति पातलो थिएन नि त, यति पातलो थिएन, जे पनि हो, हल्का पातला थियो। तर म पातलो त थिएँ नि त। मेरो जिउ सुकोस् जे सुकोस् त्यो मतलब भएन। त्यो साइज थियो, तिम्रो जिउको साइज थियो, तिम्रो खुट्टाको साइज थियो, त्यो हेर्नेको बाद मेरो गाँड फाट्यो। हो नि त यार, लुते भइगयो नि त म पनि। कि मैले सोच्नु सकेन कि मेरो साथीको जिउ यस्तो खराब हुन्छ भनेर। हो, यस्तो भइसक्यो तिम्रो जिउको हालत। गाइस, यो कुरा यस्तो छ है। अहिले यी कुरामा मलाई मेरो साथीले घुराउनु लिएर आएको छ, त्यसको रुममा आएको छु। यता जाने, यता जाने, यता नजाने, यता जाने नि, यता यता आओस् न। आओ। मेरो साथीले यत्रो साल बाद भेट्यो भनेर मलाई घुराउनु लिएर आएको छ गाइस। घुरेको हेर्नुहोस्, रमाइलो गर्नुहोस् होइन। हामीले इन्जोय गरेको र तिमीले इन्जोय गरेको एउटै हो गाइस। ल गाइस, यस्तै हो छोरा मान्छेको लाइफ नि, कहिले निचे कहिले उपर त भइरहेको छ। हामी तर त्यही पनि इन्जोय गरिरहेको छु, रमाइरहेको छु होइन। हामी आफ्नो लाइफमा जिइरहेको छु। हामी हाम्रो लाइफ जति झुक्यो भने पनि हामी माथि उठ्नु खोजिरहेको छु होइन। हामी सब जिनिस गरिरहेको छु। हामी कहिले हार मान्नु खोजेको छु। छोरा मान्छे भएर हार मान्नु हुँदैन नि त गाइस। हामी हार मान्नु आज छैन, भोलि छैन, पर्सि त हुन्छ जरुर। हामी हार मान्नु खोजेको हेर्दै हिँड न, दामी दामी। यति हो कि आँखा यताउति जान्छ, नत्र भइ त होइन। सागहरू पनि छ है गाइस, फल छ, फुल छ, चाहियो भने लिइजाऊ। आँखा यताउति हामीहरू फलफुल त नखाने मान्छे हो। हामी खालि दारू खाने मान्छे हो। हामीहरू भेजिटेरियन होइन गाइस, नन भेजिटेरियन हो के होइन। ए होइन नि, मैले मासु खानु छोडेँ नि। मासु म चाहिँ भेजिटेरियन हो। तिमी पनि मासु खानु छोड्यौ? मैले कहिले नि छोडिदिएको, म चाहिँ प्योर भेजिटेरियन हो साथै। अरे सुँगुरको मासु पनि खान्छौ त हामी, पहिले खाएको होइन गाइस। यो मान्छेले सुँगुरको मासु पनि खान्थ्यो यार। अस्ति हामी यो रस्ता त गएको त। मैले कहिले सुँगुरको मासु खाएन साथी, मेरो बदनाम नगर। साथी हो, यसले जस्ट मेरो बदनाम गर्दैछ। हाँसी मजा गाइस, यो सबै
मैले सुँगुरको मासु के खाँदैन, नै खसीको मासु खान्छु, नै ब्रोइलर खान्छु। म प्योर भेजिटेरियन हो। एक सेकेन्ड हामीले गल्ती रस्ता आयौँ क्या हो महाकसम कैसे आज हामीहरू रस्ता भुलि गयौँ यार। पहिले अस्ति एक बार आएको थिएँ यहाँबाट, लेकिन हामी यहाँदेखि निस्केको थियौँ सोनी सिग्नलको सामनेमा निस्केको, बट आज फेरि उयो भएको छ, आज गाँड भयो। आज काण्ड भयो। किन यसको गाँडमा कन्फ्युज भइगयो जब यो मन्दिर देखेँ नि, यो मन्दिर देख्नेको बादमा मात्रै मलाई मन्दिर त देख्छ। यो हेर यो पनि ठुलो छ यार। अहिले फुलेको छ, मजा फुलेको छ। विष्णु मन्दिर छेउको एकदम पुरा हेर श्री कुण्ड धाम स्वामी टेम्पल। कसम यार रास्ता बिर्सिगयो अहिले। अस्तिको भिडियोमा देखेको होला नि, यसलाई मैले टच गरेको थिएँ नि, यही थियो के गाइस। लेकिन अहिले हामीहरू गल्लीको रास्ता पस्ने हुँदाखेरि चाहिँ अलिकति कन्फ्युज भयो के। हामीहरू गाँड भयो अहिले। भित्र गल्ली पस्ने हुँदाखेरि सायद कन्फ्युज घुरेको थिएँ, बट त्यही पनि कन्फ्युज भयो गाइस। यस्तो छ है गाइस इजिपुरा चाहिँ। हेर हामीहरू दामी छ। गल्ली यता होइन उता जानु पर्यो थियो, यता गयो। मैले हो त्यो सोचेको थिएँ। हामीहरू उल्टा पस्यौँ के, अगर उल्टा नपसेको भए सायद हामीहरू डाइरेक्ट सिधा जाने थियौँ। अघि हामीहरू त्यहाँबाट आएको, लेकिन यही बाटो घुरेर सायद हामीहरू उल्टा घुरी पायौँ। गाइस आज यो मान्छे 6 सालपछि योसँग भेटेँ अनि 6 सालपछि दुईजना सँगै बसे। त्यही भएर यो मान्छेको गाँडमा किरा ढुक्यो। अरू के होइन, नत्र भए यो मान्छेले रास्ता भुल्दैन। अहिले नै भन्दैछु कपडा लगाएर बकेल ये टोकन क्या हो? बोलो सबका स्वागत। बोलो सबका स्वागत। हाँ? हाँ? दामी छ यार इजिपुरा घुम्नुको लागि। घुरिरहेको छु। अब हामी लिएर जान्छु, लिएर गएर बात होइन हरेक कुरामा तिनीहरूले सबले देख्ने बित्तिकै हाई गर्दैछ, हेलो गर्दैछ। लेकिन बट रिएक्सन चाहिँ दामी पाउँछ गाइस। हाम्रो गाँड त फाटिरहेको छ। ये सीधे यता होइन, अरे होइन यार रूम ना जाने के। तो हेलो गाइस, अभी के लिए बाय बाय। तो अगर हमारा वीडियो पसंद आए तो एक लाइक, एक कमेंट करना और हमारा वीडियो को सब्सक्राइब करना। म अघि कन्फ्युज भयो के। मैले भनेको थिएँ कहाँ जाँदैछौ।